म आशीर्वादले अब हजुरको स्वास्थ्य लाभको कामना छ। जितेपछि आउँछु म फेरि है। जितेपछि आउनु पर्यो होइन। हस्, किनभने भने एक बातमा मैले भन्दा बाटो बनाइदिनु भयो। हस्। आज सारा होइन यो बाटोमा हिँडेर अनि कोमलले पुल बनाउँदाखेरि भाइरल भयो। हजुरको देन हो यो सबै। 3वटा चाडमा एक दिनमा 1 लाख नानी बढी मान्छे आयो। बेलटापुरासम्म पनि छक्का जाम थियो। पुल भाँचिन लाग्यो। पछि मैले पुलिसबाट भने यो त खतम लाग्यो, तिमीहरूले चाहिँ पुलले कति जान्छ त्यति मान्छे पठाओ भनेको भन्छ। म त भर्खर यो अवस्थामा चाहिँ अलिअलि हिँड्ने त्यही त अस्ति श्याम नानीका घर छिप्पो गयो भने म थचक्क भइसकेको छु। हिँड्न बुझ्दैन मलाई। हुन्छ। भर्खर 1.5 वर्षमा औषधि छोड्नु आएको छ। अनि अलिअलि यहाँबाट नानीका घरसम्म होस् होइन। धन्यवाद।